तर मेरो मम्मीलाई यति उ भएको पनि म त सहन सक्दिनँ है। अनि काममा जाँदा मात्रै भात खानु पाउने रहेछ, काममा चाहिँ जाए यति धेरै गाह्रो हुन्छ कि यति धेरै गाह्रो गाडी गरेर बसेको अघि पनि मिनालाई पनि राखिदिएको रहेछ। अनि उठाएन म्यासेज गरेको, ऊ हस्पिटल गएको रहेछ मम्मीलाई लिएर। अनि अब यो पनि जाने रे, अब उता पार्कतिर घुम्न जानुहुन्थ्यो होइन। पछि त अनि कस्तो मम्मीको भिडियो, मम्मी र मेरो भिडियो हेरेको त मलाई त भर्खरै आँसु आयो। हेलो साथीहरू, नमस्ते, जसलाई फेरि पनि स्वागत छ हजुरलाई मेरो न्यू भिडियोमा। तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। साथीहरू हाम्रो चाहिँ छुट्टी नै छ नि त, अनि आज चाहिँ मलाई भेट्न को आउँदैछ त साथीहरू भएर म निस्किसक्यौँ बाहिर यति घाम छ कि साथीहरू, यति घाम लागिरहेको छ कि यति गर्मी भइरहेको छ कि किनभने त्यस्तो घाममा भेट्नु आइरहेको छ मलाई, को आइरहेको छ त साथीहरू। हजुरले भिडियो नकटाइ हेर्नु होला, हजुरले देख्ने नै छन्। अनि म चाहिँ आज एक्लै छु, साथीहरू पनि टन्ने छ तर बसिरहेको छु, म चाहिँ एक्लै छु। मसँग हिँड्ने साथीको चाहिँ आजदेखि ड्युटी सुरु भयो नि त, त्यो भएर एक्लै छु। त्यही फोन गरिरहेको छु कि ऊ कता हो बिर्स्यो के भनिरहेको छ मलाई म्यासेजमा। त्यही नि आइपुग्छ होला, उहरू दुईजना आएको छ अरे, तर को आएको छ भने मैले देखेको छैन अर्को मान्छेलाई चाहिँ देखाउने नै छु। अनि मलाई चाहिँ टेन्सन पनि लागिरहेको छ, मन कस्तो नरमाइलो लागिरहेको छ। किनभने के भन्नु, मम्मी बिमारी भएर मम्मी पटारी आउनुभएको छ अरे, बजारमा आउनुभएको छ अरे हस्पिटलमा। एकदम टेन्सन पनि लागिरहेको छ। के गर्नु, यस्तै हो परदेशी जिन्दगी होइन। मम्मीसँग कुरा पनि भएको छैन कि मेरो, कति आएदेखि एकचोटि कुरा भयो, त्यहाँदेखि पुरै भएको छैन मम्मीसँग। 11-12 दिन भइसक्यो हामी आएको, मम्मीसँग एकचोटि मात्रै कुरा भएको छ। अनि अघि जेठी दिदीले फोन गरेर मम्मी भूमिकाले फोन गर्यो भन्दै थियो, मेरो दिदी पटारीमै छ नि त बजारमै, फोन गर्यो भन्दै थियो। छैन भनेको, अनि किन र भनेको, मम्मी पछि सन्चो नभएर मम्मी बजार आउनु भएको छ अरे हस्पिटलमा देखाउनलाई भनिरहेको थियो। अनि अहिले भूमिकालाई दिदीलाई म्यासेज फोन गरेको, फोन उठाएन, म्यासेज गरेको, ऊ हस्पिटल गएको रहेछ मम्मीलाई लिएर, रिपोर्टमा के देखाउँछ भन्छु भन्दै थियो। अनि मैले चाहिँ रुममा गएपछि मलाई कल गरेँ भनेको थियो मैले भूमिकालाई, कल गर्छु होला। के गर्नु, पक्कै आँसु आउँछ फेरि गाडी गरेर बसेको अघि पनि। के गर्नु, त्यस्तै हो। मेरो मम्मी बाबालाई केही भयो कि म त यति टेन्सन लाग्छ कि अझै अब भिडियो हेर्नुपर्छ, कस्तो आँसु भएकै आँसु आउँछ कि के गर्नु, आँसु आयो भने होइन गर्नु सक्ने कि होइन, के गर्नु। त्यस्तै हो साथीहरू, परदेशी जिन्दगी भएपछि मम्मी बाबासँग फोन नबोल्नु पाउने साथीहरू, यस्तै हो। अब नजिक मलाई भेट्न आइरहेको छ नि त, अनि त्यही भएर म चाहिँ जाँदैछु। अहिले चाहिँ यहाँसित बसेर मैले भिडियो दिइरहेको छु। के भन्नु अहिले त, मेरो आँखा हेर्नु साथीहरू, भेट्न आएको मान्छेलाई भेटेपछि हजुरलाई देखाउने छु। अहिले चाहिँ यति नै गएको, के गर्नु साथीहरू, टेन्सन लागिरहेको छ। एक्लै छु, टेन्सन लाग्यो पनि के गर्नु। लागिरहेको छ साथीहरू। मलाई भेट्ने मान्छेलाई चाहिँ मैले भेटिसक्यो, आएको छ भन्दै नि त, को हो त साथीहरू, ल हेर्नु होला हजुरहरू पनि। हेलो, के छ हौ? ठिकै छ। अनि कति घन्टा लाग्यो यहाँ आइपुग्न? हामी 10 बजे हिँड्यो हो, 10 बजे हिँडेको, खाना पाएर अस्ति पनि आउनु त आएको हो,
यो गाडीहरू छेलेर क्या बाटो छेलेर केही देखेन। ए बिचरा घाममा राउनै मारेछ नि के गर्नु। अनि यो बिल्डिङ हेर्नु पर्दैन त अनि बल्ल बल्ल एकजनालाई सोधेको यी त हेरेको एप रहेछ यी हेरेको हेर्दैन। यी चाहिँ कहाँ छ र? यी चाहिँ कहाँ छ र? त्यही त यी अस्ति यी जस्तो लाग्यो नि त। अनि एप रहेछ। ए आफको रहेछ। म त यी भनिरहेको के गर्नु र मर्छ यस्तो घाममा हो। यस्तो हात आएको। ए दुईजना आएको रहेछ को? अनि उता चाहिँ कहाँ हो नि घर उसको चाहिँ? दमक? ए कति भयो आउनु भए? 1.5 वर्ष भएर। 1.5 वर्ष र हो र? ए हामी त भर्खर 10-11 दिन भएको छ आएको पनि। कहिले पुग्नु हो 2-3 वर्ष थाहा छैन। अनि लोकेसन मलाई नै आउँदैन लोकेसन हेर्न त। अनि ऊ आएको छ नि त। अनि खोइ के ल्याइदिएको छ छैन। ए अस्ति नै उता उता नेपालबाटै ल्याएको ऊ हो के मसलाहरू त मिनालाई भनेर ल्याइदिएको। अब मिनासँग त भेट हुँदैन नि त है त्यही भएर मिनासँग भेट हुँदैन। ए मिनालाई पनि राखिदिएको रहेछ अनि मलाई नि ल्याइदिएको रहेछ क्या आदि चाहिँ। अनि के गर्नु आफूले पकाएर खानुपर्छ। अनि सबै सामानहरू पनि यति महँगो छ कि साथीहरू किन्नु नसक्ने छ हो किनि नसक्नु। अनि मैले यहाँ पनि किनेको थिएँ मसलाहरू तर नेपालबाट नि ल्याएको रहेछ यसले मसला। अनि त्यही मसला ल्याइदिएको रहेछ ल। अनि के हो रे रुम सरेको रे? किन रुम सरेको? हाम्रो रुम अब सबैजनाले एकै ठाउँमा राख्ला क्या सर्दीको मान्छेहरू हो। गाह्रो। कति घन्टा लाग्ने रहेछ त्यो पहिला रुम बस्नेर? अहिले माइतीदेखि त अब टाढा भयो होइन? ए यहाँ हाम्रोबाट चाहिँ यहाँबाट हामी टाउनलाई 10-15 मिनट लाग्छ। नजिकै रहेछ त। अनि अब चाहिँ देख्यो नि त अब नजिक। ए नजिकै रहेछ नि अब त झनै। अस्ति चाहिँ अब त भाउजूहरूसँग थियो नि त मेरो भाउजूसँग आधी घन्टा लागेको थियो हिँडेर आउनलाई। अहिले चाहिँ यस पनि रुम सरेछ क्या रुम सारेछ। अनि अहिले चाहिँ झन् नजिकै 10-15 मिनट मात्रै लाग्छ अरे। अनि आज त फर्स्ट टाइम भएर थाहा नभएर कति 10 बजे आएको रे अहिले 12-1 बज्नु आइसक्यो होइन। 12-2-3 घन्टा लागेछ घाममा हिँडेछ बेसरी। पानी खानु भनेको पानी खानु मलाई यता त पानी खानु दिँदैन नि त बाहिर। किन दिँदैन? पानी बोकेर हिँड्दा खानु दिँदैन क्या त्यो ऊ चलिरहेको छ नि त रमदान हो कि के चलिरहेको छ। त्यही भएर पानीहरू अस्ति हामीलाई ट्रेनिङ दिँदा पनि त्यही भनिरहेको छ कि पानीहरू नखानु के भनेर। अनि त्यही भएर ल्याएन मैले पानीहरू। किन के काममा नगएर चाउ त सक्यो अस्ति ल्याएको? ए 2 दिन भयो भनेको। प्यास लाग्यो तर खानु दिन्छ यता? खानु दिन्छ? पिउनु दिन्छ? यो यता ऊ रमदान छ नि त के हुँदैन? यता फर्केर खा न। ए अनि अस्ति हामीलाई ट्रेनिङ दिँदा चाहिँ के भनेको थियो क्या त्यही भएर मलाई त डर लाग्छ। पानी खानु दियो यता मलाई लिएर आइज भन्दै थियो चाउचाउ र पानी। तर मैले चाहिँ ल्याएन क्या डरले ल्याएन। अनि उता दिदीले दिनुभयो। थ्याङ्क यू दिदी। कुनै मान्छे त बोल्दैन नि। उसलाई तिमीलाई लागेको थियो होइन? अरू के छ? त्यो नाइट ड्युटी गरेर हो कि हो तर त दुब्लो देखेको आज त अलिअलि मोटै देखेँ त। कपाल काटेर आएको नि त आज।
ए कस्तो हेर्छ कपाल राम्रै काटिदिँदैन कपाल पनि नेपाली हिसाब गरेर त सकिँदैन यहाँ परदेशी बनाए जिन्दगीले आज मोटो देखेको मोटो देखेँ म त जुप लागेको मैले बल्ल थाहा भयो घरबाट थाहा भएको मैले जुप लाग्यो पहिला यसरी घुम्दैन थियो धुलो पनि कति धेरै उडेको तपाईँहरूमा त धेरै धुलो छ हाम्रोमा यस्तोमा त धेरै ढलान्छ धुलो यहाँ आएर कति धेरै धुलो अनि साथीहरू ऊ अघि लाइफमा बोलाउँदै थियो त गेटमा आउनु भनेर त्यो गेटमै छ भन्दै थियो को रहेछ म पनि गेटमै छु आउनु गेटमा भनिरहेको थिएँ को हो पनि कता अनि यस्तो घाममा त डढिहाल्छ नि डढ्छ हौ साथीहरू म चाहिँ विमलले ल्याइदिएको सामान लिएर जाँदैछु रुममा अनि त्यसले चाहिँ अब भात पनि खाएको छैन अरे कि 2 दिन भइसक्यो अरे खाना नखाएको अनि त्यही भएर अनि अघि नै मलाई चाउचाउ अनि पानी लिएर आउने 1 बोतल भन्दै थियो अनि मैले चाहिँ डरले अब यता राममा धान हो कि के चलिरहेको छ नि त अनि हामीलाई चाहिँ ट्रेनिङमा त्यस्तो बाहिरहरू खानु हुँदैन भनिरहेको थियो त्यही भएर डरले मैले लिएर गएको थिएन अहिले अघि एउटा दिदीले नि पानी खानु दियो तर अब अरूको पानी है धेरै खानु हुँदैन भने त्यसले चाहिँ थोरै मात्रै खाएको पानी अनि जानु लिएर आउनु रे त्यही भएर म चाहिँ यो सामान राख्ने अनि त्यसपछि पानी अनि एउटा चाउचाउ लिएर त्यसलाई दिने तर खानै खाएको छैन भन्छ खाना त मैले पनि खाएको छैन तर भोकै लागेको छैन कि साथीहरू मलाई चाहिँ अघि यहाँ दिदीहरूले अङ्गुर दिएको थियो खानुलाई त्यही खायो म चाहिँ खाएको छैन साथीहरू हेर्दै गर्नु होला म चाहिँ सामान राखेर जान्छु फेरि विमला भोटेकोहरू चाहिँ गेटमै बसिरहेको छ अनि भित्र आउनु दिँदैन नि त त्यही भएर साथीहरू म चाहिँ सामान विमलले ल्याइदिएको सामान राखेर पनि अनि जाँदैछु फेरि लिएर त्यही झोलामा पानी अनि 2टा चाउचाउ विमललाई लिएर जाँदैछु विमललाई बिचरा भात खाएकै छैन भनिरहेको थियो म त मैले नि खाएको छैन तर भोकै नलाग्ने कि यस्तो लागिरहेछ हो टेन्सन लागिरहेछ ममसँग बोल्नु पनि पाएको छैन हस्पिटल जानुभएको छ अरे अब अहिले कतिखेर हुन्छ अनि त्यसपछि फ्री भएपछि अहिले कल गर्छु भन्दैछ मलाई दिदीले अहिले कल गर्छु उहाँहरू गर्ने बसिरहेछ ल 2टा चाउचाउ ल्याइदिएको अनि पानी खा टन्ने चाउचाउ खान पानी हालेर खा चाउचाउ दिन्छ खाना दिन्छ त्यो बुवाहरू भयो भने चाहिँ दिँदैन कि गाली गर्छ है अन्त डर लाग्छ अनि चाउचाउ खा अनि चाउचाउ खा होइन अनि नुन हालेर पानी हालेर खान पकाउँछ भात त मैले नि हिजो बेलुकै पकाएको भातहरू थियो कि होइन अनि छोपेर राखेँ भने अब हुन्छ भनेर मैले नछोपी तरकारी चाहिँ थोरै गरेर खुल्ला गरेर राखेको थियो कक्रोच पो मरिरहेको रहेछ त्यही भएर मैले नि खानै खाएन लाग्यो त्यही भएर खानै खाएन तर मलाई भोक लागेको छैन अघि दिदीहरूले सुन्तला के अरे सुन्तला अनि अङ्गुर दिनुभएको थियो नि त त्यही खायो अगाइरहेको छु के गर्नु साथीहरू यस्तै रहेछ परदेशी जिन्दगी अहिले ड्युटी सुरु भएको छैन ड्युटी सुरु भएपछि के हालत हुनु थाहा छैन यहाँ चाउचाउ खाँदैछ पानी हाल्दै खाइरहेको छ 1 बोतल ल्याएको पानी बोक्यो गइहाल्छ नि 1-2 दिउँसोको अनि उसले त खाएन त नखाने र जाने खाने त्यसरी नफा यहीँ हाल म अहिले डस्टबिनमा हाल्छु अझै खाने चाहन्छ कि पुग्यो के खाने त अनि अरू त छैन कि दालमा छैन दालमा त थियो मैले त ल्याएँ चिउरा पनि थियो
चिउरा दालमा मिलाउनु पर्दैन त्यही चिउरा अनि मलाई पठाउनु पर्छ दालमा अनि दालमोट मैले चिउरा ल्याएको थियो एक पोका भाउजूलाई तँलाई एक पोका मलाई चिउरा त मैले एक पोका मात्रै ल्याएको थियो क्या त्यही मलाई पठाएँ अनि म त के खानै मन लाग्दैन हौ चाउचाउहरू भयो चाउचाउ सबै यसै गरे साथीहरूले त ल्याएको मैले दुईवटा चाहिँ खायो चाउचाउ अब त्यही 2-3वटा होला त्यति केही खानै मन लाग्दैन हौ मलाई त अब एक्लै के चपाइ बस्नु कोठामा अरू सबहरू सुतिरहेको हुन्छ एक्लै के चपाइराख्नु जस्तो लाग्छ अनि म त खाँदिनँ हौ खानु पनि मन लाग्दैन अब अघि नै आयो अघि अलिक बेलुकाखेरि आएको भए उता पार्कतिर जानुहुन्थ्यो यता पार्क छ भन्दै थियो हिजो नि मलाई साथीहरूले जाउँ भइरहेको थियो ल जाने भएर गरेको लास्टमा त गएन भोलि जाउँ रे अनि आज जाने भन्दैछु बेलुकाखेरि अब के हुन्छ जान्छ कि जाँदैन साथीहरू चाहिँ ड्युटी गएको छ अब अहिले 5 बजीतिर आइपुग्छ होला म त्यतिकै बसिरहेको छु लागेको थियो मेहनतलाई त्यो भएर त्यतिकै बसिरहेको छु साथीहरू हेर्दै गर्नु आज के गर्छु हजुरलाई देखाउने नै छु त्यही हो बोल्नु पनि सकिरहेको छैन मनै छैन बोल्नुलाई पनि के छ यो गाडी किन ओपन गरिरह होला के खोलिरह होला म त दुःख सुखको कुराहरू पनि गऱ्यौँ अनि अब यो पनि जानेरै अब उता पार्कतिर घुम्न जानुहुन्थ्यो होइन तर कति धेरै घाम लागिरहेको छ नि त त्यही भएर नजाने धुलो यति धेरै उडिरहेको छ कि अनि यो पनि अब जाने दे ल जा कहिले छुट्टी हुन्छ आइज न अनि जानुपर्छ उता नजिकै रहेछ त अब त त्यही पार्कमा हिजो जाने भने त हो नि अनि खोइ त लगेन यताको त्यो साथीहरूले मैले त देखेकै छैन कि त्यही भएर आइज न छुट्टी हुने तर त्यो त छुट्टी नै हुँदैन भने होइन छुट्टी नै छैन हाम्रो महिनामा 2 दिन छुट्टी भनेको छ त्यो पनि जबरजस्ती लिनुपर्छ जबरजस्ती छुट्टी लिनुपर्छ अरूको जस्तो महिना के हप्तै पछि छुट्टी भयो सजा अब भात पनि काममा जाँदा मात्रै भात खानु पाउने रहेछ काममा चाहिँ जाए भात त खानुपर्छ भात खानु भनेको नखाए नि केही फरक छैन ग्यास्ट्रिक हुन्छ हौ हुन्छ नि त रुममा बस्ने के पकाएर खाने कोही साथीहरू छैन अन्त साथीहरूसँग खानु तपाईँहरूसँगै हो 2 जना कि सामानहरू त सब मसँग नै छ कसरी चिन्यो त एउटै काममा एउटैमा पर्यो नि त कुरो ए त्यही भएर पो होटेलमा एउटैमा पर्यो अनि पछि चिन्ता बिस्तारै ल ए भइहाल्यो नि त अनि चिन्नेको साथी भयो भने राम्रो हुन्छ कि नेपालीले नेपालीलाई चिन्दैन भन्छ नि त्यही हो तर छोरी मान्छेहरू धेरै भयो है बोल्नु पनि हुँदैन कस्तो पो हुने रहेछ त केटीहरू त केयर गरे यहाँ त अरूले गरिदिँदैन केयर त आफैले गर्नुपर्छ नेपालीले ल जा है आफ्नो केयर गर त्यही हो त्यही चिउरा त अब भरे ल्याइदिन्छु ल भरे आयो भने ल बाई 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 ल राम्रोसँग जा गएर मेसेज गर अहिले आउँछ होला नि त ल ल ल आइज न साथीहरू बिमा पनि गयो उसलाई चाहिँ अलिक अनि अहिले भरे अहिले त घाम धेरै छ नि त चर्को लागिरहेको छ त्यही भएर हामी चाहिँ उता पार्कतिर गएन अब भरे सायद भाउजू पनि आउनुहुन्छ होला मेरो भाउजू पनि अनि उता पार्कतिर जाने मलाई त केही थाहै छैन
साथीहरू यस्तै हो बिमल पनि गयो दुःख सुखको कुरा गऱ्यौँ त्यही हो ल हेर्दै गर्नु होला साथीहरू बजेपछि अब घरै अब अहिले खानाहरू पकाएर अनि अहिले भन्दैन अहिले 5 बजीतिर खानाहरू बनाउँछु त्यसपछि पार्कतिर घुम्नु गयो भने हजुरहरूलाई देखाउने नै छु आज मैले के गऱ्यौँ भनेर ल अहिलेलाई चाहिँ यति नै साथीहरू फाइनली साथीहरू फेरि म चाहिँ उसँग भेट भइसक्यो ऊ चाहिँ ड्युटी गएको थियो नि त अनि अघि कति बजी आइपुग्यो तिमी तिमीलाई अहिले साह्रो बोलेको त यहाँ सुनेकै छैन यहाँ सुनेकै छैन रहेछ क्या मैले हिजो भिडियो हेरेको भ्लगमा नि अलिक बिस्तारै बोलेको सुनिरहेको थियो क्या तिमी अलिक साह्रो बोलायो अनि ऊ चाहिँ उसको चाहिँ आजदेखि ड्युटी सुरु भयो नि त अनि ऊ चाहिँ अघि 3-4 बजेतिर आइपुगेको थियो अनि दिनभरि म एक्लै धन्न छोरा आएको थियो मेरो दिदीको छोरा आएको थियो अनि उसँग एकछिन त्यस्तै दुःख सुखको कुराहरू गऱ्यो अनि ऊ पनि गयो अनि ऊ बेलुकाखेरि कति धेरै घाम के उसले चाहिँ उता पार्कतिर घुम्न जाउँ भनिरहेको थियो क्या मलाई अनि कति धेरै काम त्यस्तो घाममा त मरिहाल्छ नि भनेर गएन अनि बेलुकाखेरि आउँछु म भन्दै थियो अनि आएन अनि ऊ पनि ड्युटी गयो होला सायद त्यसरी नै हाम्रो दिनहरू बित्यो अब भोलिको दिन कसरी बित्छ थाहा छैन म हजुरहरूलाई देखाउने नै छु अनि के भन्ने अरू त तिम्रो अनि कस्तो भयो आज ड्युटी आजदेखि भएन भयो ठिकै छ अहिले त पछि थाहा हुन्छ कस्तो हुन्छ अहिले त राम्रै छ सब राम्रो लाग्यो उसको त ड्युटी पनि सुरु भइसक्यो उसलाई त अब सबै उसलाई त थाहा पनि भइसक्यो नि त काम कहाँ हो भनेर अनि हाम्रो त सुरु पनि भएको छैन कस्तो ठाउँमा पर्ने हो थाहा पनि छैन हेर्नु साथीहरू के गर्नु गाह्रो छ कति दिन बस्नुपर्ने हो थाहा छैन दुःख लागिरहेको छ किनभने मेरो मम्मी बिमारी भएर हस्पिटल आउनु भएको थियो नि त आज अनि अहिले फोन गरेको दिदी भूमिकासँग छ नि त उता बजारमा कटारीमा अनि फोन गरेको अहिले घरिघरि ऊ भएको छ अनि गाह्रो भएको छ भन्दै हुनुहुन्थ्यो के गर्नु दुःख लागिरहेको छ म त अघि बिहान त रुख्दा आज त ऊ त्यहाँ बसिरहेको थिएँ म होइन अनि दिदीले मलाई फोन गरेर भने कि मम्मी बिमार भएर कटार आउनु भएको छ अरे भनेर भन्यो मलाई दिदीले अनि मलाई त कस्तो लाग्यो कि म नआउनु लागिरहेको थियो त्यतिखेर म नआइसकेर तँलाई कल गर्छु भने मैले दिदीलाई अनि त्यसपछि कल गर्यो मेरो मम्मीलाई चाहिँ छिट्टै निको होस् अनि त्यही भन्छु यति धेरै होइन बुढो मम्मी बुवालाई भएको दुःख पीडा अब हुन्छ नि बिमारी भएको सबै खुसी मलाई होस् कि म सहन सक्छु तर मेरो मम्मी बुवालाई यति ऊ भएको पनि म त सहन सक्दिनँ है यति धेरै गाह्रो हुन्छ कि यति धेरै गाह्रो आँसु यति आउँछ कि अब छुट्टी भइन्जेलसम्म म भिडियो चाहिँ डेली गर्छु डेली भ्लग गर्छु हजुरहरू हेर्नु नछुट्याइकन हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट सेयर गरिदिनु अनि सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला के भन्ने अरू त होइन अब हजुरलाई के कस्तो लाग्छ कमेन्टमा भन्नु होला मलाई त खासै बोल्नु पनि आउँदैन होइन अनि आएर दिदी पनि हस्पिटल गएको रहेछ कि त्यो मम्मीलाई लिएर के भयो मम्मीलाई पेट दुख्ने के हाम्रो मम्मीलाई त्यस्तो उ छ कि अनि त्यसपछि त अनि कस्तो मम्मीको भिडियो मम्मी र मेरो भिडियो हेरेको त मलाई त भर्खरै आँसु आयो कि अनि यहीँ बसिरहेको यति गर्दा पनि त्यो आँसु त यति आएको कि अघि रुँदा गरेर अनि फेरि गएको म अनि कोठामा गएर अनि बस्दा त्यसपछि दिदीको छोराले नि फोन गर्यो आउनु म आइपुग्नु लाग्यो अरे अनि त्यसपछि गएको कति धेरै साथीहरू आँसु त नरोकिएको के भएको त्यस्तो एक्लै थियो त मान्छेहरू त्यति हिँडिरहेको थिएन है बाटोमा मान्छेहरू हिँडेको भए मलाई के भन्थ्यो होला त के सोध्थ्यो होला त अनि भिडियो हेरेको त कति धेरै आँसु आयो के गर्नु यस्तै छ जिन्दगी अब विशालले परदेशी बनायो होइन अब के गर्नु ल हजुरलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला होइन अब केही बोल्दै मिस्टेक बोलिएको छ भनेको लागि सरी त्यही हो साथीहरू ल आजलाई चाहिँ यति नै अब नेक्स्ट भिडियोमा भेटौँला आजलाई चाहिँ यति नै बाई बाई साथीहरू।